अध्यक्षज्यू, यसै गरी प्रदेश सभाको मान्य सदस्यज्यूहरू, मन्त्रालयका सचिवज्यूहरू, समितिका सचिवज्यूहरू, सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्नुभएका सम्पूर्ण महानुभावहरू, सबैलाई स्वीकार्नुहोस् यो बिहानको समयमा प्रभातकालीन अभिवादन, नमस्कार। सामाजिक सुरक्षा र आधारभूत उहाँहरूसँग जोडिएका कामहरूमा स्थानीय सरकार र उहाँहरू मिलेर हामीले गरिरहेका छौँ। अर्को कुरा, मदिरा नियन्त्रणको काममा हामी स्थानीय सरकारले नगरेको होइन। अघि पनि हिराज सरले कुरा निकाल्नुभएको थियो, यो चाहिँ अस्थायी प्रहरीको व्यवस्थापन चाहिँ राउटेहरूसँगै जोडिएर गर्नुपर्ने, त्यो गर्नु नै पर्ने हुन्छ कि, तर नहुँदाखेरि पनि नजिकको प्रहरीसँग चाहिँ हामीले सहकार्य गरिरहेका छौँ स्थानीय सरकारले, र उहाँहरूले रेखदेख गर्नुभएको छ, तर पर्याप्त हुन सकेका छैन। उहाँहरूलाई मात्र स्पेसल हेर्दै गरिकन चाहिँ सुरक्षा निकायको प्रबन्ध हुन सकेन र यो हो। अर्को कुरा, एमद्वार प्रणाली हामीले ल्याउने प्रयास गरिरहेका छौँ। त्यहाँ राउटेसँग सम्पर्कमा जाने बाह्य समुदायका नागरिकहरूलाई उहाँहरूसँग जाने बेलामा चाहिँ अनुमति पत्र लिने कुरा होला। कतिपय चाहिँ त्यसको मिसप्लेस पनि भएको छ, त्यो भनेको सुरक्षासँगै सम्बन्धित कुरा हो र त्यो हामीले व्यवस्थापनको प्रयास गरिरहेका छौँ। अब हामीले चाहिँ गर्नुपर्ने के हो भन्दाखेरि राउटेलाई अप्ठ्यारो समुदायको रूपमा बुझ्न जरुरी छैन। राउटेलाई हाम्रो अवसरको रूपमा लिनुपर्छ। राउटेलाई अर्को त्योसँगै जोडिएर के हो भने उहाँहरूको संस्कार, संस्कृति, परम्परा, रहन सहनलाई नमासिकन सामाजिक मूल प्रवाहमा उहाँहरूलाई ल्याउनु पर्ने हुन्छ। जस्तो कि उहाँहरूलाई राउटे हुन दिउँ, राउटेलाई राउटे हुन दिउँ, त्यो हाम्रो के हो त भन्दाखेरि हाम्रो सम्पत्ति हो। त्यो समुदाय हाम्रो सम्पत्ति मात्रै होइन कि त्यो त एउटा अभिन्न अङ्ग हो। हामीले त्यसरी बुझ्न सक्यौँ भने सहज रूपले काम गर्न सकिन्छ। तर त्यसलाई चाहिँ हामी जस्तो बनाउन खोज्यौँ। हामीले एकचोटि भएको थियो त्यसको, म त्यो बेलामा मिडिया क्षेत्रमा हुँदाखेरि चाहिँ त्यसलाई मजाले प्रतिवाद चाहिँ गरेको थिएँ। कोट वितरण गरिदिउँ क्या, राउटेलाई कोट वितरण गऱ्यौँ। प्रकृतिसँग उहाँहरू अनुकूलित हुनुहुन्छ। एउटा कुरा जानकारी राख्नुपर्ने भन्नु खोजेको के हो भने हाम्रो राउटे समुदायले मेसिनमा सिलाएको कपडा लाउनुहुन्न के, त्यो उहाँको संस्कारै होइन त। हामीले कोट वितरण गरेर अनि खिसी गर्न त भएन नि। राउटे समुदायको विषयमा हामीले यो कुरालाई पनि गम्भीरताका साथ लिनुपर्छ। एउटा, राउटेलाई राज्यको मूल प्रवाहमा जोड्ने काम अन्तर्गत हामीले चाहिँ पञ्जीकरणको कुराहरूलाई, जस्तो घटना दर्ताको कुराहरूलाई चाहिँ जन्म दर्ता, मृत्यु दर्ताको काम, यति दुईवटा काम चाहिँ बसाइसराई त हुने कुरा भएन। हाम्रो जन्म र मृत्युको रेकर्ड चाहिँ हामी 8 नम्बर गुराँस गाउँपालिका 8 नम्बरले राख्ने गरेको छ र त्यसको पञ्जीकरणको काम हामीले गरिरहेका छौँ। मूल प्रवाहमा ल्याउने त्यसरी प्रयास भइरहेको छ। अर्को, उहाँलाई मतदाता बनाउने कुरा, नागरिकता दिने कुरा चाहिँ अब यो स्थानीय सरकारको मात्रै एउटा कार्यक्षेत्रको विषय भएन। यो सङ्घीय कानुनसँग रहने कुरा हो। यसलाई चाहिँ प्रदेशले समन्वय गर्नुपर्छ भन्ने कुरा हामी राख्न चाहन्छौँ। मूल प्रवाहमा त्यसरी ल्याउँ। उहाँहरूलाई हाम्रा राज्यका संयन्त्रहरूमा सहभागी गराउने हो भने ल स्थायी बासिन्दाको रूपमा 8 नम्बर वडा, गुराँस गाउँपालिका 8 नम्बर वडाको बासिन्दाको रूपमा सङ्घ सरकारले तोकेको छ। उहाँहरूलाई हामीले सामाजिक सुरक्षा भत्तादेखि लिएर सबै 8 नम्बर गुराँस 8बाटै वितरण हुने गरेका छ भने अब उहाँहरूलाई मूल प्रवाहमा ल्याउने हो र निर्णायक क्षेत्रमा पुर्याउने हो भने उहाँहरूलाई नागरिक बनाऊ, मतदाता बनाऊ, त्यसपछि उहाँहरूलाई पनि वडा समितिमा, गाउँ सभामा सहभागी गराउँ, विधि बनाउने ठाउँमा उहाँहरूलाई पनि सहभागी बनाउँ। तर उहाँहरूलाई यो हामीले चाहिँ उहाँहरूको रहन सहनलाई चाहिँ मेट्न दिने काम नगरौँ। एउटा, आधारभूत आवश्यकता र सामाजिक विकासमा उहाँहरूलाई जोड्न सक्नुपर्छ। उहाँहरूको आवश्यकताहरू परिपूर्तिका लागि
एक हिसाबले भन्ने हो भने त समाजवाद उन्मुख हामी संविधान बनाएका छौँ। समाजवादको सुरुवात नमुना एउटा समुदायको रूपमा राउटेलाई बनाउँ न, जहाँ राज्यका लागि राउटेले काम गरोस्, राज्यले राउटेलाई काम गरोस्, यति मात्रै गरौँ। स्पेसल विशेष संरक्षित क्षेत्रको रूपमा राउटेलाई हामी बनाउन पनि सक्छौँ। त्यो किसिमको कानुनी व्यवस्था भयो भने एउटा सहज हुन सक्छ। अब राउटेलाई अर्को कुरा चाहिँ श्रम र सिपसँग जोडौँ। उहाँहरूको सिप हराउँदै गएको छ, त्यसलाई आधुनिक गरौँ। बरु उहाँहरूले कोशी मधुसहरू बनाउनुहुन्थ्यो, त्यो कुरा पछिल्लो पुस्ताले बिस्तारै छोड्दै गएको छ। कारण एउटा मात्रै हो, त्यो भनेको भत्ता हो। उहाँलाई सिप र श्रमसँग जोडौँ, त्यो सिप र श्रमलाई आधुनिकीकरण गरौँ। त्यस्तो खालको हामीले कानुनी व्यवस्था गरौँ एउटा। र अर्को कुरा, त्यो भत्तालाई हामीले जिन्सीमा दिउँ न, नगदको रूपमा होइन। यो हामीले गुराँस गाउँपालिका, म गुराँस गाउँपालिका सरकारको प्रवक्ताको हिसाबले पनि हामीले गुराँस गाउँपालिकाले कार्यपालिकाले निर्णय गरेर नै हामी सङ्घ सरकारलाई पनि पत्राचार गऱ्यौँ, सङ्घ सरकारसँग पनि समन्वयको प्रयास गऱ्यौँ। यो भत्तालाई चाहिँ सामाजिक सुरक्षा भत्तालाई जिन्सीमा बदलौँ भनेर हामीले त्यसको खाकासहित हामीले प्रस्तुत गऱ्यौँ, तर त्यो हुन सकेका छैन। प्रदेशले चाहिँ त्यो कुरालाई सोच्न सकोस्। पहिला पैसा नछुने भनिएका राउटे समुदाय अहिले सरसापट गर्नुहुन्छ, भत्ता आएपछि दिउँला भनेर एउटाबाट अर्कोमा सरसापट गर्नुहुन्छ। संस्कार त्यसरी बिग्रिदिएका छ। भत्ता दिने हो भने हामीले त्यहाँ एउटा डिपार्टमेन्टल स्टोर तयार गरिदिउँ न। सरकार समाजवाद त्यही देखाउँ क्या। उहाँहरूलाई दैनिक आवश्यकता पर्ने दैनिक उपभोग्य वस्तुहरू क्रेडिट कार्ड बनाइदिउँ अथवा बनाऊँ। उहाँहरूको नाममा कति आउँछ 3 महिनामा भत्ता, त्यही बराबरको सामान उहाँहरूलाई प्रोभाइड गरौँ। मदिरा त बिक्री हुँदैन त, त्यसपछि पैसा हुन्छ र मदिरा किन्नु भएको छ त उहाँहरूले। त्यो चाहिँ हामीले जिन्सीमा बदलौँ भन्ने कुरा हो। अर्को कुरा, यो राउटे समुदायको जो पश्चिममा रहने जो राउटे भनेर हौँ भनेर बस्नुभएको छ, उहाँहरूलाई यो राउटे समुदायसँग नजोड। उहाँले थर नै राउटे लेख्नुभएको छ, थर राउटेको राउटे मात्र। उहाँसँग पनि भेट भएको थियो। राउटेलाई राउटे समुदायको रूपमा परिचय गराउँ। कर्णाली प्रदेशको लागि राउटे अवसर हो, हाम्रो समृद्धिको एउटा कोसेढुङ्गा हो। यो कुरालाई चाहिँ ख्याल गरौँ। र हामीले प्रदेश सरकारसँग, प्रदेश सभाको यो सामाजिक विकास समितिसँग रहेर प्रदेश सभाको सामाजिक विकास समितिको सभापतिज्यू त त्यही गुराँस गाउँपालिकाकै आधार क्षेत्र र त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित पनि हुनुहुन्छ। उहाँ त्यसमा गम्भीर पनि हुनुहुन्छ भन्ने हामीलाई लाग्छ। र कानुनी प्रबन्धको कुरामा, उहाँहरूको संस्कार संस्कृति जोगाउने कुरामा हामीले एउटा कानुन बनाउँ न। हामीले कर्णाली प्रदेशको मायाको चिनो वितरण गर्दाखेरि चाहिँ राउटेले बनाएका कोशी मधुसहरू मात्रै दिउँ न। उहाँहरूले बनाएको कोशी मधुसहरू राज्यले किनोस् न। राज्यले किन्ने र मायाको चिनो चाहिँ त्यो नै वितरण गरौँ। त्यो गर्दाखेरि चाहिँ राज्यको एउटा पहिचानको रूपमा, हाम्रो प्रदेशको पहिचानको रूपमा पनि रहन्छ। अर्को कुरा, राउटे हाम्रो मूल प्रवाहमा पनि जोडिनुहुन्छ, व्यवसायीकरण हुन्छ, उहाँहरूको सिप र श्रम चाहिँ बिक्री हुन्छ। यस्तो कुरालाई ध्यान दिन म हार्दिक अनुरोध गर्दछु। र बाँकी केही भएमा छलफल गरौँला। राउटेको विषयमा त धेरै जान्न बाँकी छ, हामीले पनि धेरै जान्न बाँकी छ। उहाँहरूको सञ्चारको अहिले पनि यो उहाँहरूको युनिक कुरा के छ भने सञ्चार गर्नुहुन्छ, सँगै बस्नुहुन्छ, हामी फलान ठाउँ जाउँ भन्नुहुन्न। एउटा मूल मान्छे त्यहाँ 3 जना बस्नुहुन्छ भने को मूल मान्छे हो, ऊ जता हिँड्छ त्यो टोली त्यतै हिँड्ने हो। फलान ठाउँ भन्ने सल्लाह हुँदैन।
त्यहाँ नेतृत्वको पनि राम्रो अभ्यास छ, सञ्चारको पनि। दोबाटो आउँछ, हरियो रुखका हाँगा वा पातहरू टिप्नुहुन्छ, जतातिर अगाडिको मान्छे जाने हो त्यतातिर फर्काएर त्यो हरियो हाँगा त्यतैतिर पात फर्काइदिएर ढुङ्गाले च्याप्नुहुन्छ, पछाडिका मान्छेहरू त्यतैतिर कुद्नुहुन्छ। सञ्चार उहाँहरूको त्यस्तो किसिमको सञ्चार पनि छ भने एउटा त्योलाई अध्ययनको विषय बनाऊ। उहाँहरूको संस्कार संस्कृतिको विषयलाई हाम्रो विश्वविद्यालयहरूमा पढ्ने अध्ययनको विषय बनाऊ, तर फेक अहिले आइरहेका राउटेका विषयमा अहिले आइरहेका फेक विषयवस्तुहरूलाई प्रतिस्थापन गर्न हामी लाग्नुपर्ने हुन्छ भन्दै मेरो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।